यदि तपाईँ स्यामसङ ग्यालेक्सी S26 अल्ट्रा किन्ने सोच्नुहुँदैछ र यी 5 वटा कुरा थाहा पाउनु भएन भने चाहिँ पछुताउनु पर्नेछ। हेलो एभ्रिवान, नमस्कार। म ए टु जेड अनलाइन बजारबाट सुषमा। आज मैले लिएर आएको छु स्यामसङ ग्यालेक्सी S26 अल्ट्राका 5 वटा फिचर्स, जसले गर्दाखेरि तपाईँले स्यामसङ ग्यालेक्सी S26 अल्ट्रा किन्ने कि नकिन्ने भनेर डिसाइड गर्न सक्नुहुनेछ। यदि तपाईँ फोटोग्राफी र भिडियोग्राफी गर्नुहुन्छ भने तपाईँका लागि यो फोन पर्फेक्ट हुन सक्छ, किनभने यो फोनमा 200 मेगापिक्सलको क्यामेरा छ, जसले गर्दाखेरि तपाईँको फोटो तथा भिडियो एकदमै क्लियर आउँछ। र यो फोनमा 100x को स्पेस जुम छ, जसले गर्दाखेरि टाढाको अब्जेक्टलाई पनि क्लियर फोटो खिच्छ। यदि तपाईँ गेमिङ, मल्टिटास्किङ र भिडियो एडिटिङ गर्नुहुन्छ भने पनि तपाईँका लागि यो फोन पर्फेक्ट हुन सक्छ, किनभने यो फोनमा अहिलेसम्मकै पावरफुल चिपसेट आएको छ। स्न्यापड्रागन 8 इलाइट जेन 5 प्रोसेसर छ, जसले गर्दाखेरि सबै स्मुथ चल्छ र ल्याग हुँदैन। यो फोनमा एउटा त्यस्तो फिचर्स छ जसले तपाईँको प्राइभेसी मेन्टेन गर्छ। यदि तपाईँलाई प्राइभेसी चाहिन्छ भने यो फोन तपाईँका लागि पर्फेक्ट हुनेछ। स्यामसङ ग्यालेक्सी S26 अल्ट्रामा इनबिल्ट प्राइभेसी डिस्प्ले पाउनुहुनेछ, जसले गर्दाखेरि तपाईँ पब्लिक प्लेसमा जानुभयो भने पनि यसलाई इनेबल गरेर आफ्नो प्राइभेसी मेन्टेन गर्न सक्नुहुनेछ। साथै महँगो प्राइभेसी टेम्पर ग्लास चेन्ज गर्नबाट पनि मुक्त हुनुहुन्छ। यो फोनलाई आवश्यकता अनुसारले इनेबल र डिजेबल गर्न सकिन्छ। यदि तपाईँ फोनलाई हेभी युज गर्नुहुन्छ र फुल डे ब्याट्री ब्याकअप चाहनुहुन्छ भने तपाईँका लागि यो फोन पर्फेक्ट हुन सक्छ, किनभने स्यामसङ ग्यालेक्सी S26 अल्ट्रामा अहिले 5000 mAh को ब्याट्रीका साथमा 60 वाटको फास्ट चार्जिङ सपोर्ट पाउनुहुनेछ, जसले गर्दाखेरि तपाईँले फुल डे ब्याट्री ब्याकअप पाउनुहुनेछ। यदि तपाईँ भिडियोग्राफी गर्नुहुन्छ भने यसमा होरिजेन्टल लक पाउनुहुनेछ। स्यामसङले यो पटक भिडियोग्राफरका लागि पर्फेक्ट होरिजेन्टल लक लिएर आएको छ, जसले गर्दाखेरि तपाईँका हरेक भिडियोलाई स्टेबिलाइजेसन दिन्छ। यदि तपाईँ भिडियोग्राफर हुनुहुन्छ भने तपाईँका लागि यो फोन पर्फेक्ट हुन सक्छ। तर स्यामसङ ग्यालेक्सी S26 अल्ट्रा किन्नु हुँदैछ भने तपाईँले यी कुरामा पनि ध्यान चाहिँ दिनुपर्ने हुन्छ है त। फोन महँगो छ। यदि तपाईँ S25 अल्ट्रा चलाउनु हुँदैछ र S26 अल्ट्रामा अपग्रेड हुन चाहनुहुन्छ भने यी माथि भनेका 5 वटा फिचर्सदेखि बाहेक अरू सबै सेम पाउनुहुनेछ। र फोन अलिकति ठुलो भएकाले तपाईँलाई कम्फर्टेबल नहुन सक्छ। तर तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ, फोटोग्राफर, भिडियोग्राफर हुनुहुन्छ र पावरफुल चिपसेटमा गेम खेल्न चाहनुहुन्छ भने चाहिँ तपाईँका लागि यो फोन पर्फेक्ट हो। नर्मल युजका लागि तपाईँका लागि यो फोन वर्थ इट छैन। तर पनि तपाईँ स्यामसङ ग्यालेक्सी S26 अल्ट्रा लिन चाहनुहुन्छ र बजेट कम छ भने चाहिँ हुलास फिनसर्भको इएमआई फ्यासिलिटीबाट 40% डाउन पेमेन्ट गरेर 12 महिना तथा 24 महिनाको इएमआई सुविधा लिन सक्नुहुनेछ।